फाइनली आज चाहिँ है यो च्याउ टिप्न आएको छु हो। यत्रो भएछ, अब अलिकति यो बढ्यो भने त कुहेरै सक्ने रहेछ पानीले गर्दा होइन। अब यसलाई टिपेर त्यही लानु पर्यो। फाइनली गाइस मैले चाहिँ च्याउ टिपिसकेँ तलको होइन, घर फर्किँदैछु र अरू पनि यसो च्याउ हेर्दै हिँडेको झडी च्याउ है। तपाईँहरू कसले चिन्नुहुन्छ, यो चाहिँ झडी च्याउ हो। यो चाहिँ एकदम तपाईँहरू ढुक्कै मानि खान सक्नुहुन्छ। यो चाहिँ झडी हो। यो च्याउ चाहिँ दामी हुन्छ। यसको पनि तपाईँलाई म बादमा भिडियो हाल्नेछु, अहिले अलिक भएको छैन होइन। यो झडी च्याउ हो। यो अहिले टिप्दिनँ, कम्ती रहेछ हो। सो गाइस है, हेर्दै गएको यहाँनिर कुकुर दाइनेको मुन्टाहरू पनि पुरा रहेछ हो। कुकुर दाइनेको मुन्टा पनि सब्जी मिठै हुन्छ। यस्तो छ, एउटा कन्टेन्ट भिडियो हाल्नुको लागि बनाउनुको लागि यस्तो मेहनत गर्नुपर्छ। देख्नु होला तपाईँले, यसरी चाहिँ हिँडाइ हुँदैछ। पानी झडी छ, छाता बोकिरहेछु हो। च्याउ चाहिँ तपाईँको झन्डै 1.5 किलो थिएछ। झन्डै यो टिप्दा आधा घन्टा झन्डै लाग्यो। तपाईँको एकदम पुरा केलाउनु पर्ने हुन्छ हो। र यो च्याउ चिन्नु चाहिँ अब साह्रै पर्छ। कतिले सोच्नुहुन्छ होला त्यस्तो च्याउहरू किन टिपेको भन्ने है। यो चाहिँ एउटा समयको फल हो र यसलाई त चिन्नु चाहिँ मुस्किलै पर्छ। यो चाहिँ तपाईँको जेगनेको ठुट्टातिर हुन्छ। यो मन परि उम्रिँदैन हो। कता कता कम्ती मात्रामा त्यो पाइन्छ। यो चाहिँ र यसमा खाने र नखानेमा कसरी छुट्याउनु पर्छ भने, खानेमा चाहिँ किरा हुन्छ पुरा होइन। पहिला चिन्थिनँ, कति छोडेँ मैले पहिला। अहिले त अलिक चिन्न थालेको छु। अब 2-3 छाक खाइसकेँ। यो चाहिँ समयको फल भने त। र नखानेमा उयो नै हुँदैन, किरै हुँदैन तपाईँको। र अरू उयोतिर फल्छ, नरम रुखतिर हो, त्यस्तो हुन्छ। र म चाहिँ है अहिले चाहिँ फिलहाल घर आइपुगेँ। लुगाहरू पनि फेरि होइन, च्याउ चाहिँ यति भएछ झन्डै 1 नाङ्लो। यो पानीले भेटेर बिग्रिनु आँटेको थिएछ। यसमा कटुसे च्याउ पनि मिक्स भएको छ, मैले टिपेको छु। यो चाहिँ तपाईँहरूले देख्नुहुँदैछ, यो चाहिँ कटुसे च्याउ हो। यो चाहिँ कटुसकै रूपमा मात्रै हुन्छ, अन्त कटुसे च्याउ भन्छ। यो मिठो हुन्छ तपाईँको। यसको त्यहाँबाट तपाईँले यसमा सुन्नुहोस्, यस्तो मुनि हेर्नुपर्छ, किरा हुन्छ होइन। त्यो चाहिँ तपाईँले खान सक्नुहुन्छ।
यहाँ अलिअलि किराहरू मुनि पसिहाल्छ यो खनाएपछि यस्तो हुन्छ